भनेको चाहिँ यस्तो छोडेर कहाँ जाउँ 7 वटा छोरी ज्वाइँ 7 वटा छोरीको 7 वटा ज्वाइँ आउँछन् यो उमेरदारी छ म पो बुढो भएँ त होइन अब त्यो छोरा कहाँ गएर बस्नलाई म यस्तो अप्ठ्यारो छु घर छैन त्यो आश्रममा गएर बस्दाखेरि कसैले केही भन्ला त्यही भएर पिर पर्यो मलाई छोरो आइज भन्छ त हामी त्यो आश्रममा गएर बसेर फेरि छोरीहरू यतिका छन् आउँछन् सधैँभरि जान्छन् वरिपरि फर्सीका मुन्टा लान्छन् कर्कलो लान्छन् त्यो विदेशमा के गर्नु छोरो भगवान् जस्तो छ बार राम नाम जपेर बस्नुहोस् अनुपालाई भनिदिएको छु मैले भन्छ आलु लगिदिनु चामलको बोरा किनेर लगिदिनु भनिदिएको छु मैले चामल किन चाहियो मलाई मैले त फेसबुकमा दुःख पाएँ बाबु मेरो कोही छैन किन्ने मान्छे छैन अब कहाँ जाउँ के गरौँ भनेर लेखेर पठाएको ऊ के अरे चाहिन्छ अनुपालाई भनिदिएको छु भन्थ्यो दाइ के भन्यो कि भनेन अनि